किन यति कमजोर कुरा गरेको तैँले? दुनियाँमा तेरो र मेरो मात्र बिछोड भएको हो र? यहाँ धेरै मान्छेहरू छन्, आफूले माया गरेको मान्छेलाई छोडेर अरूसँग जीवन काट्नेहरू। अब हामीले पनि त्यही गर्नुपर्छ। त्यही त म चाहदिनँ। अरूले के भन्लान्, समाजले के सोच्ला, हाम्रो इज्जत के हुन्छ भन्ने चक्करमा हामी आफ्नो लागि बाँच्न बिर्सेर अरूको इसारामा बाँच्न थालेका छौँ। यसरी बाँच्नु पनि बाँच्नु हो र? यस्तै हो भने जेलमा सजाय काटेको कैदी र हाम्रो जिन्दगीमा के फरक भयो? जे गर्ने हो आफ्नो खुसीले गर, तर यसरी बरालिएर नहेर। म त दुखेको हेर्न सक्दिनँ। चोट लाग्छ तँलाई, दुख्नुपर्छ मैले। आफू पनि नदुख, मलाई पनि यसरी नदुखा। नरिसानु बसु, त त मेरो बच्चैदेखिको साथी होस्, मेरो सुख दुःख साट्ने, मनको कुरा बुझ्ने अनि मलाई बुझ्ने मान्छे होस्। त नै मसँग यसरी रिसाइस् भने म त एक्लै हुन्छु। नरिसानु। फेरि घाँस काट्न रिलाउँछ फेरि। सुन्न केशु, तेरो बारी पर छ, आज हाम्रैमा घाँस काटेर लैजाऊ हुन्छ? भयो, पर्दैन। अहिले कसैले देख्यो भने बेकारमा शङ्का मात्रै गर्छ। ल म आउँदा आउँदा तँलाई के को डर भन् त? त्यही पनि अहिले यो बाटो कोही पनि आउँदैन। पक्का हो के? आइज आइज। काट, म यहाँ काट्छु है। बसु, तँलाई एउटा कुरा सोधौ? के कुरा? त बिए पास गरेको मान्छे किन गाउँघरमै दुःख गरेर बस्छस् भन् त? सहरमा एउटा जागिर खोजेर बसे हुँदैन? पढे लेखेको मान्छेले खेतीपाती गर्नै हुन्न भन्ने हो र? खोइ कता के हो? खोइ ए पायोस् फटा छोड्नु छोड्नु मेरो हात। तँलाई चोर केटीहरू भएको ठाउँमा त रात्रि ढोका हान्न आउने? ल किन आनिस् ढोका? मैले कहाँ हाने? म त भर्खर आउँदैछु। आउँदा आउँदै बाटोमा चिप्लेर लडेँ, अनि त सबै भिजेको छ। अझ बाह्र बनाउँछस्? लुकेर भागेर खोज्दाखेरि चिप्लेर लडे भन्न। कसरी तैँले ढोका हान्यो भनेर गुहार मागे होइन? हो, एकहोरो ढोका हाने गरेको भएर हामीलाई डर लाग्यो, त्यही भएर दिदीले काकीलाई बोलाउनु भएको। ए भगवान्, मैले कतिखेर हाने कि ढोका? मैले त एक किसिमलाई किताब किन आएको थिएँ। ए चोरले म चोर हुँ भन्छ? त्यसरी पढ्दै नपढ्ने मान्छेलाई यति राति किताब दिन के आवश्यकता आइपर्यो? अनि यसरी किताब पुऱ्याउन आएको मान्छेले म बसुन्त हुँ भनेर बोलाउनु पर्छ नि त। त्यति मान्छे मात्र भएको ठाउँमा ढकढकाउने हो त? मैले कतिचोटि भन्नुकै काकी, मैले ढोका हानेको होइन भनेर। हो कि होइन भोलि गाउँले समाजलाई अगाडि पुष्टि गर, नत्र म तँलाई त्यसै छोड्दिनँ। त मसँग रिसाएको होस्,
म चाहेर पनि तसँग रिसाउन सक्दिनँ। यदि रिस नै उठेको भए पनि त मेरो अगाडि आएपछि सबै कुरा बिर्सन्छु। कुरा गर्न त खुब जानेको छस् है, अनि किन पर तर्केर हिँड्न खोज्दैछस् त? म तर्केको होइन केशु, तसँग हाँस्दा बोल्दा जिस्कदा मान्छेहरूले अनेक किसिमको शङ्का गर्न थालिसके। अघि भर्खर तेरो काकासँग भेट भएको थियो, तेरो र केशरी बीच के सम्बन्ध छ भनेर सोध्दै थिए। अझ केही भए बिहे पनि गराइदिन्छु भनेर मसँग तेरो सौदाबाजी गर्दै थिए। अनि तैँले के भनिस् त? जे हो त्यही भन्थे। मतलब हामी बीच के नै छ र भन् त? साथी थियौ, साथी छौ, त्योभन्दा बढी छैनौ, त्यही भन्थे। किन? त्योभन्दा बढी पनि हुन मन छ र तँलाई? तँलाई मन छैन? कति गाह्रो प्रश्न। मसँग यसको जवाब छैन बसन्त। साँच्ची अस्ति तैँले ल्याइदिएको किताब खोइ? त्यो दिन लफडा भएर लिनै पाइन। आज त्यही लिन भनेर तेरो घरमा आउँदै थिएँ, तँलाई बाटैमा भेटेर गफमै भुलिछु। दिउँसो घाँस काट्न जाँदा ल्याइदिन्छु। किन? म तेरो घरमा आउनु हुँदैन र? त्यसो होइन, मेरो घरमा तँलाई यो रूपमा होइन, तुलै बनाएर लैजानु हुन्छ। घुमाइ फेरि त्यही कुरा। आउनु परेको छैन कसैको घरमा, मलाई मेरै घर ठिक छ। गएँ म। अनि किताब लैजान्छु भनेको होइनस्? तैँले दिउँसो घाँस काट्न जाँदा ल्याइदिन्छु भनेर भनेको होइनस्? ल ल ल्याइदिन्छु। ल किन ढिला गरे कि? आउँदा आउँदै ढिला भयो। ल ल घर जा, मैले खाजा बनाएर राखिदिएको छु, खाएर पढ्न बस। हवस्। केशरी, या तेरो लागि किताब। छे 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 यसरी बिहे अगाडि नै हलगोर जसरी नारीहरू हिँड्न सुहाएन। होइन हिँड्ने मन भयो भने खुरुक्क कानुनी रूपमा बिहे गरेर लग्न सास्ने भएर हिँड्दा भयो त। के कसो टेकेन त? चुप लाग्दा नारेर हिँड्ने भएदेखि मसँग हिँड्छ, योसँग किन? कि कसो केसरी? लफङ्गाहरू त जस्ता कि हुनु भन्दा त नि बरु बुढी कन्या नै भएर बस्छु, बुझिस्? बस्न त बुढी कन्या, म पनि तेरो लागि बुढेसकालसम्म कुरेर बस्दिउँला नि त। अब तेरी बहिनीले त तँभन्दा छिटो बिहे गरेर जाने भइहाली। जङ्गल जङ्गल प्रेम लीला गर्दै हिँडेको हाम्रै आखाल देखेको। नचाहिने कुरा नगर है। मन परी बोल्दाखेरि त अहिले मुखसुक च्यातिदिउँला अन्चाल पाउलास्। हे जामिन केशरी, यस्तासँग के मुखमुखी लाग्छस्? बाठो भएको हेर्न, तैँले पनि देखेको थिइस् त यसको बहिनीको चर्चिकला। अझै ठुलो कुरा गर्छ। के भनेको यिनीहरूले बसन्त? तँलाई के थाहा छ? तँ यस्ता लफङ्गाहरूको कुरा बताउँछस्? धेरै कुरा नघुमा, साँचो कुरा के हो त्यो भन्। त्यस्तो केही होइन कि, तेरो बहिनीको साथमा एउटा केटा साथी थियो, त्यति मात्र हो। बसन्तले मलाई साँचो प्रेम गर्छ, म पनि उसलाई उत्तिकै प्रेम गर्छु। तर मैले उसलाई कहिले प्रेम गर्छु भनेर भनिनँ। मेरो सिको बहिनीले नगरोस् भनेर मैले बसन्तलाई प्रेम गरेर पनि छैन भन्दै टाल्दै आएकी छु। तर आज बहिनीले हामीसँगै हिँडेको बोलेको भरमा हामी प्रेममा छौँ भन्ने बुझेकी हो भने म भोलिदेखि बसन्तसँग हिँड्न छोडिदिन्छु। मैले मेरो बहिनीको लागि यति गर्नै पर्छ। अनि मात्र मैले बहिनीलाई भन्न सुहाउँछ, त पनि लोकसेवा पढेर अधिकृत नभएसम्म कसैसँग प्रेममा फस्न पाउँदिनस् भनेर।
झन्डेले लड्यो कि अलि होस गरेर हिँड्नुपर्छ नि। म लडिहाले उठाउने त छँदैछस् नि। अहिले पो म नजिक थिएँ तँलाई लड्न दिइनँ। सधैँ यस्तो कहाँ हुन्छ? तँले भर्खरै लड्न लगाएको मात्रै कुरा बुझिस्। मैले पुरै जिन्दगीभरको साथको कुरा गरेँ कि। यसरी जिन्दगीभरको साथको कुरा गर्ने मान्छेले म तँलाई माया गर्छु भनेर मुखले भन्न किन सक्दिनस्? मुखले त झुट पनि बोल्न सक्छ, बरु नभनेरै महसुस गर्नु पो माया हो त। तैँले आजसम्म मेरो मन पढेको छैनस् र? मन पढेर ढुक्काउनै नसकिने। कुनै दिन तैँले फेरि मैले तँलाई कहिले माया गर्छु भनेर भनेकी थिएँ र भनिस् भने? यो पनि के भन्छ के छोड्यो कुरा। बरु हेर त मैले तँलाई के ल्याइरहेको छु। त काठमाडौँ गएपछि म त एक्लै हुने भएँ। तर म सँगै जान पाएको भए हुन्थ्यो। केटाकेटी बेलादेखि सँगै हिँडियो, खेलियो, पढियो। अब छुट्टा छुट्टै हुनुपर्छ भन्ने कुराले कस्तो नरमाइलो लागेको छ। मलाई पनि ब्याचलर पढ्न मन थियो। बहिनीलाई एक्लै छोडेर कसरी जानु? फेरि मसँग त्यति धेरै पैसा पनि छैन सहर गएर पढ्नलाई। 12सम्म पढ्न पाएँ, त्यही नै खुसीको कुरा हो। भाग्यमा रहेछ भने पछि पढाउला। बरु त राम्रोसँग पढ अनि आफूले जानेको कुरा मलाई पढा, हुन्न? केसरी, तर म आज बजार गएर फोटो स्टुडियोमा तेरो र मेरो एउटा फोटो सँगै खिचौँ न है। एउटा तँलाई एउटा म राख्छु। किन खिच्नु पर्यो? सम्झना हुन्छ नि पछिसम्म। फेरि यी दिनहरू कहिल्यै फर्केर आउँदैन। के थाहा भोलिको दिनमा त कहाँ म कहाँ वर्षौसम्म भेट्न हुन सक्छ। कहिले काहीँ याद आउँदा फोटो हेरेर भए पनि मनको भाव पोख्न पाइन्छ नि। मलाई माफ गरिदियो बस। के भयो? चोट लाग्यो तँलाई? यसरी लाग्यो। ठुलै घाउ भयो? गहिरो घाउ। अनि स्वास्थ्य चौकी गएको कि नै? नै। अनि किन नआएको त? पर्खी म आउँछु अन्जाउला। यो स्वास्थ्य चौकी गएर निको हुने घाउ होइन, मनको घाउ हो जुन तेरो मायाले मात्रै निको हुन्छ। खालि एउटै कुरामा जिद्दी नगर। हाम्रो बाले तेरो बारेमा भनेको सबै कुरा सुनिस् होइन? सुने, तर मलाई के मतलब? न हाम्रो बिहे तय भएको थियो, न त मैले तँसँग बिहे नै गर्छु भनेकी थिएँ। मैले बिहे गर्छु भनेकी भए पनि म माङ्गलिक रहेछु क्यारे। हाम्रो बिहे नै नहुने रहेछ। ठिकै भयो। ठिकै भएको भए म बाइक अरूसँग बिहे गरेर देखा सक्छेस्। तँलाई देखाउनको लागि मैले किन बिहे गर्ने? बिहेको भूत तँलाई चढेको हो, तै गर्न। थाहा छ मलाई अनि मुखले जे बोले पनि तेरो मनमा के छ भनेर। अब मेरो कुरा पनि ध्यान दिएर सुन। म हार मान्ने मान्छे होइन। त माङ्गलिक होस् कि नहोस्, बरु तसँग बिहे गरेर मर्न परेछ भने पनि मर्न तयार छु। तर अरूसँग बिहे गरेर पल पल मरेछ र बाँच्न सक्दिनँ। बिहे गर्छु त तनीसँग मात्र गर्छु, नत्र यत्तिकै बस्छु। जेसुकै गर, तेरो जिन्दगी तेरो मर्जी।